नमस्कार, तपाईहरुलाई स्वागत छ हाम्रो युट्युब च्यानल आरएस सोलुसनमा। आज फेरि तपाईहरुको माझमा एउटा नयाँ भिडियो लिएर आइसकेको छु। यो भिडियो रहेको छ क्लास 8 को विद्यार्थी भाइ बहिनीहरुको लागि। निमा बीएलए निमा पब्लिकेसनको जुन क्वेशन बैंक रहेको छ 2082 सालको, त्यसमा भएको साइन्स सब्जेक्टको सेट 8 को सम्पूर्ण क्वेशनहरुको उत्तर लिएर चाहिँ आइसकेको छु। तपाईहरुले स्क्रिनमा हेर्दै हुन्छ क्लास 8 लेखेको छ, सब्जेक्ट चाहिँ साइन्स एन्ड टेक्नोलोजी, विषय विज्ञान र प्रवृत्ति, सेट 8 र चाहिँ यहाँ निमा बीएलए को चाहिँ कभर पेज देखाएको छ जुन 2082 को। तपाईहरुले चाहिँ हाम्रो युट्युब च्यानल आरएस सोलुसनबाट तपाईले 2081 सालको पुरै सेटको चाहिँ आन्सरहरु चाहिँ मोडल क्वेशनको आन्सरहरु हेर्न सक्नुहुन्छ र यसमा चाहिँ 2082 को रहेको छ सेट 8 को, जसमा तपाईहरुले सेट 1, सेट 2, 3, 4, 5, 6, 7 सम्मको चाहिँ भिडियो हाल्दिएको छु। तपाईहरुले चाहिँ हेर्नु भएको होला र हेर्नु भएको छैन भने कृपया आरएस सोलुसन युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ। यसै च्यानलमा तपाईले हेर्न सक्नुहुन्छ। प्लेलिस्टमा गएर तपाईले चाहिँ पुरानो नयाँ भिडियोहरु चाहिँ खोजेर पढ्न सक्नुहुन्छ। र यो चाहिँ सेट 8 को रहेको छ। अब चाहिँ सेट 8 मा कस्ता किसिमका प्रश्नहरु दिएका छन् भन्ने तपाईहरुले चाहिँ हेराउन गइरहेको छु र यसको उत्तर सहित निमा बीएलए सोलुसन 2082 को रहेको छ। मोडल क्वेशन सेट 8 को रहेको छ। तपाईहरुलाई चाहिँ थाहै छ, भन्नु पर्दैन सायद लाग्छ मलाई कि तपाईहरुको एक्जाममा 2 घण्टाको समय हुन्छ, जम्मा 50 अंकको चाहिँ जम्मा प्रश्नहरु हुन्छन्, हो हैन? र सबै प्रश्नहरु चाहिँ तपाईहरुलाई सोल्भ गर्नुपर्ने हुन्छन्। अल द क्वेशन्स आर कम्पल्सरी जस्तो कि हुन्छ नि, जस्तै दुईवटा क्वेशनमा एउटा बनाउनु पर्छ, हो हैन भन्ने जुन अरु भनेको अप्सन दिएको हुन्छन् कि 3टा क्वेशन मध्ये दुईवटाको बनाउनु पर्छ, हो हैन, त्यो चुज गर्नुहोस् भनेर। यसमा त्यस्तो छैन। यसमा चाहिँ तपाईको अप्सन दिदैन, हो हैन, कि दुईटाबाट एउटा बनाउनुहोस् भने यहाँ सबै बनाउनु पर्ने हुन्छ र सोल्भ गर्नुपर्ने हुन्छन्। अब तपाईहरुलाई चाहिँ हेराउन गइरहेको छु समूह क ग्रुप ए मा चाहिँ आइसकेको छु। सेट 8 को ग्रुप ए मा रहेको छ। ग्रुप ए मा भनेको छ मल्टिपल चोइस क्वेशन, हो हैन। ग्रुप ए मा मल्टिपल चोइस क्वेशन नै हुन्छन्, जसमा 10 वटा प्रश्न एक मार्क हुन्छन् र यसमा भनेको छ कि सर्कल द करेक्ट आन्सर टु द फलोइङ क्वेशन। जुन आन्सर सही छ त्यो चाहिँ सर्कल गर्नुलाई मल्टिपल चोइस क्वेशनमा 4 वटा अप्सन हुन्छ र 4 वटा अप्सन मध्ये चाहिँ कुन आन्सर सही हो भनेर त्यो आन्सरमा के गर्नु होला भन्दाखेरि सर्कल गर्नु होला। अब यसमा भनेको छ हेर्नुस् त, सेट 8 को ग्रुप ए को फर्स्ट क्वेशन ए मा रहेको छ। कुनै विषयवस्तु वा समस्यासँग सम्बन्धित क्षेत्रमा प्रत्यक्ष गएर तथ्याङ्क संकलन गरी निष्कर्षमा पुग्ने कार्यलाई डाटा भनिन्छ। द कलेक्सन अफ इन्फर्मेसन फ्रम अ स्याम्पल अफ इन्डिभिजुअल थ्रु देयर रिस्पोन्स टु क्वेशन इज कल्ड भन्छ सर्वे। कुनै विषयवस्तु वा समस्यासँग सम्बन्धित क्षेत्रमा प्रत्यक्ष गएर तथ्याङ्क संकलन गरी निष्कर्षमा पुग्ने कार्यलाई सर्वेक्षण भनिन्छ, सर्वे भनिन्छ, जसमा प्रत्यक्ष, हो हैन, त्यो ठाउँमा गएर डाइरेक्टली भेटेर, हो हैन, आँखाले हेरेर जुन तथ्याङ्कहरु डाटाहरु चाहिँ इन्फर्मेसनहरु चाहिँ कलेक्सन गर्छन् त्यसलाई के भन्छ भन्दाखेरि सर्वेक्षण भनिन्छ। त्यस्तै यसैको चाहिँ बी मा रहेको छ हेर्नुस्, कम्प्युटरमा सर्च इन्जिन किन आवश्यक छ? Why is search engine required on a computer? यसको आन्सर छ टु फाइन्ड आउट वेबसाइट एड्रेस। वेबसाइटहरु एड्रेस पत्ता लगाउनको लागि, वेबसाइटहरु खोल्नको लागि चाहिँ सर्च इन्जिन चाहिन्छ र सर्च इन्जिनले नै तपाईलाई सर्च गरेर, हो हैन, खोज्ने चाहिँ काम गर्छन्। जस्तो कि गुगलहरु भयो, क्रोम भयो, हो हैन, यिनीहरुलाई सर्च इन्जिन भनिन्छ जुन कम्प्युटरमा चाहिँ चाहिन्छन्। त्यस्तै बी पछि यहाँ हेर्नु सी मा भनेको छ माइटोकोन्ड्रियालाई कोषको पावर हाउस भनिन्छ, किनकि माइटोकोन्ड्रियालाई किन पावर हाउस अफ सेल भन्छ भन्दाखेरि इट हेल्प्स टु प्रोड्युस इनर्जी। माइटोकोन्ड्रियाले शक्ति उत्पादन गर्नमा चाहिँ मद्दत गर्छन्, त्यसैले माइटोकोन्ड्रियालाई पावर हाउस अफ सेल भनिन्छ, कोषको पावर हाउस चाहिँ भनिन्छ यसलाई। क्वेशन सी पछि डी मा हेर्नुस्, डी मा भनेको छ भाइरस कसरी सर्छ? हाउ आर भाइरस ट्रान्समिटेड?
यसको चाहिँ 4वटा अप्सन दिएको छ र एउटा अप्सन चाहिँ दिएको छ माथिको सबै अल अफ द एबभ। अब माथिको सबै भन्दाखेरि कुन कुन हो त? थ्रु एयर, वाटर एन्ड फुड हो। बाहिर चाहिँ एयरबाट, वाटरबाट र फुडबाट पनि सर्छन्। बाहिर चाहिँ बाई मिन्स अफ ड्रपलेट्स, डाइरेक्ट कन्ट्याक्ट विथ द पेसेन्ट भनेको अप्सन 1 2 3 सबै भयो। त्यसले यसको आन्सर के हुन्छ? माथिका सबै हुन्छन्। त्यस्तै क्वेसन चाहिँ एमा रहेको छ। एमा भनेको छ पृथ्वीमा पाइने वनस्पति तथा जनावरहरूको संरक्षणलाई डट भनिन्छ। द कन्जर्भेसन अफ प्लान्ट एन्ड एनिमल्स फाउन्ड अन द अर्थ इज कल्ड। यसको आन्सर हुन्छ बायोडाइभर्सिटी कन्जर्भेसन। यसको आन्सर हुन्छ बायोडाइभर्सिटी कन्जर्भेसन, जैविक विविधता संरक्षण। क्वेसन एफमा रहेको छ क्वेसन ई पछि एफमा रहेको छ तलका मध्ये कुन बुन्दाले स्वपरागसेचनको प्रतिनिधित्व गर्छ? विच अफ द फलोइङ पोइन्ट्स रिप्रेजेन्ट सेल्फ पोलिनेसन। यसको आन्सर हुन्छ एउटै फुलमा हुने परागसेचन र वांशानुगत समान फुलबीच हुने परागसेचन, पोलिनेसन इन द सेम फ्लावर एन्ड पोलिनेसन बिट्विन जेनेटिकली आइडेन्टिकल फ्लावर्स, त्यसलाई भन्छ सेल्फ पोलिनेसन। सेल्फ पोलिनेसन भनेको चाहिँ एउटै फ्लावर हुनुपर्छ र एउटै फ्लावर चाहिँ मेल र फिमेल पार्ट हुन्छ हैन। त्यो एउटै फ्लावरमा भएको मेल र फिमेल पार्टमा चाहिँ पोलिन ग्रेन्स ट्रान्सफर हुन्छन्, त्यसलाई भन्छ सेल्फ पोलिनेसन। एउटा हुन्छ क्रस पोलिनेसन। पोलिनेसन चाहिँ दुई किसिमको छ, सेल्फ र क्रस। क्रस पोलिनेसन भनेको दुईवटा चाहिँ फरक फरक चाहिँ प्लान्ट हुन्छन् र एउटा प्लान्टमा भएको पोलेन ग्रेन्स छ किन जुन स्टामेन हुन्छ त्यो अर्को फ्लावरको चाहिँ फिमेल पार्ट छ किन पिस्टिलमा चाहिँ के हुन्छ पोलेन ग्रेन्स ट्रान्सफर हुन्छ, त्यसलाई भन्छ क्रस पोलिनेसन्स। एफ पछि चाहिँ जीमा रहेको छ चित्रमा दिएको भाडोको पिँधमा लागेको चाप पत्ता लगाउनुहोस्। यहाँ भनेको छ find the pressure acting at the bottom of the container in the given figure. Density of water 1000 kg per cubic meter and acceleration due to gravity is 9.8 meter per second square. यहाँ पिक्चर प्रेसर निकाल्न भनेको छ जहाँ चाहिँ डेप्थ यहाँ चाहिँ 7 मिटर देखाएको छ र वाटरको डेन्सिटी चाहिँ 1000 दिइहालेको छ, ग्राभिटी पनि 9.8 चाहिँ यहाँ दिएको छ भने लिक्विड प्रेसरको फर्मुला हुन्छ H into D into G, H dg हुन्छ। H चाहिँ दिएको छ, D पनि चाहिँ यहाँ दिएको छ र G पनि दिएको छ। अब तीनटाले चाहिँ मल्टिप्लाई गर्यो भने 68,000 चाहिँ 600 पास्कल हुन्छन्। यसरी हामी चाहिँ मल्टिप्लाई गरेर निकाल्न सक्छौं। त्यसै चाहिँ यसमा भनेको छ माध्यमको अभावमा हुने तापको प्रसारणलाई डट भनिन्छ। The transmission of heat in the absence of a medium is called dot. यसको आन्सर हुन्छ रेडिएसन, विकिरण। माध्यमको अभावमा हुने तापको प्रसारणलाई विकिरण भनिन्छ। त्यस्तै यसपछि चाहिँ आइमा भनेको छ अन्तमा आकृतिको प्रकृति डट हुन्छन्। एट इन्फिनिटी द नेचर अफ द इमेज इज डट यहाँ भनेको छ अन्तमा आकृतिको चाहिँ प्रकृति कस्तो हुन्छ भन्दाखेरि वास्तविक, उल्टो, रियल, इन्भर्टेड हुन्छन्। वास्तविक, उल्टो, रियल, इन्भर्टेड हुन्छन्। त्यस्तै चाहिँ जे भनेको छ टार्टरिक एसिडमा प्रयोग गरिन्छ। टार्टरिक एसिड इज युज्ड इन बेकिङ पाउडर। यसको आन्सर हुन्छ टार्टरिक एसिड चाहिँ बेकिङ पाउडरमा प्रयोग गरिन्छ। टार्टरिक एसिड इज युज्ड इन बेकिङ पाउडर। अहिले तपाईहरुले चाहिँ ग्रुप 1 सम्पूर्ण एदेखि जेमा जति पनि प्रश्न थियो मल्टिपल चोइस क्वेशन तपाईहरुले हेर्नुभयो आन्सर सहित। अब चाहिँ ग्रुप बी मा चाहिँ आइसकेको छु र ग्रुप बी मा चाहिँ भनेको छ धेरै छोटो उत्तरात्मक प्रश्नहरू, भेरी सर्ट आन्सर क्वेशन्स। ग्रुप बी को पहिलो क्वेशन चाहिँ रहेको छ ब्लग भनेको के हो, व्हाट इज अ ब्लग। यसको आन्सर रहेको छ अ ब्लग इज अ रेगुलर अपडेटेड वेबसाइट और वेब पेज typically run by an individual or a small group that is written in an informal or conversational style. त्यसै चाहिँ क्वेशन नम्बर 3 मा रहेको छ क्रोमोप्लास्टको प्रमुख कार्य लेख्नुहोस्। राइट डाउन द मेजर फंक्शन अफ अ क्रोमोप्लास्ट। यसको आन्सर रहेको छ द मेजर फंक्शन अफ क्रोमोप्लास्ट इज टु प्रोवाइड डिस्टिंक्ट कलर्स लाइक रेड, येलो और ऑरेंज अफ फ्लावर एंड फ्रूट्स टु अट्र्याक्ट पोलिनेटर्स एंड एनिमल्स फर सीड डिस्पर्सन। क्रोमोप्लास्ट चाहिँ प्लास्टिकको एउटा टाइप्स हो, जस्तै कि क्रोमोप्लास्ट हुन्छ, ल्युकोप्लास्ट र
एउटा हुन्छन् क्लोरोप्लास्ट हुन्छन्। जस्तो कि क्लोरोप्लास्टले ग्रीन पिगमेन्ट हो कि ग्रीन कलर चाहिँ स्टिम र लिप्सलाई दिने गर्छ भने क्रोमोप्लास्टले चाहिँ कलरफुल पिगमेन्ट दिन्छन् फ्रुट र फ्लावर्सहरूलाई, जसले गर्दा के हुन्छ इन्सेक्टहरू एट्र्याक्सन हुन्छ र पोलिनेसनमा चाहिँ हेल्प पुर्याउँछन्। त्यस्तै क्वेसनमा चाहिँ परमा रहेको छ मानिसको आन्द्रामा पाइने अमिबाको नाम लेख्नुहोस्। नेम द अमिबा फाउन्ड इन द ह्युमन इन्टेस्टाइन। ह्युमन इन्टेस्टाइनमा चाहिँ पाइने अमिबा भन्दाखेरि इन्टामोबिया हिस्टोलाइटिका हो। इन्टामोबिया हिस्टोलाइटिका जुन चाहिँ मानिसको आन्द्रामा चाहिँ पाइने गरिन्छ। क्वेसन नम्बर 5मा रहेको छ वाट इज मिन बाई इन सितु कन्जर्भेसन। स्थानीय संरक्षण भन्नाले के बुझ्छ? यसको आन्सर रहेको छ इन सितु कन्जर्भेसन मिन्स द कन्जर्भेसन अफ इकोसिस्टम एन्ड नेचुरल हेबिटेट्स एन्ड द मेन्टेनेन्स अफ viable populations of species in their natural surrounding। क्वेसन नम्बर चाहिँ 6मा भनेको छ फुलफुल्ने बिरुवामा हुने गर्भाधानलाई किन डबल फर्टिलाइजेसन भनिन्छ? वाइ इज द फर्टिलाइजेसन द्याट अकर्स इन द प्लान्ट कल्ड डबल फर्टिलाइजेसन। यसको आन्सर रहेको छ इट इज कल्ड डबल फर्टिलाइजेसन बिकज टु फर्टिलाइजेसन इभेन्ट्स अकर्स। one male gametes fuse with the egg to form a zygote and other fuse with the polar nuclei to form endosperm। अब चाहिँ क्वेसन नम्बर 6 पछि 7मा रहेको छ। 7मा भनेको छ एउटा सरल यन्त्रको गति अनुपात 4 छ भन्नुको अर्थ के हो? वाट इज द मिनिङ अफ द स्टेटमेन्ट द्याट द भेलोसिटी रेसियो अफ अ सिम्पल मेसिन इज 4। सिम्पल मेसिन भेलोसिटी रेसियो चाहिँ सिम्पल मेसिनको 4 छ भने त्यसको अर्थ के हुन्छ भन्दाखेरि इट मिन्स द्याट द डिस्टेन्स मुभ बाई द इफोर्ट इज 4 टाइम्स द डिस्टेन्स मुभ बाई द लोड इन द्याट मेसिन। क्वेसन नम्बर चाहिँ 8मा रहेको छ क्याल्सियम र क्लोरिन बीच हुने रासायनिक प्रतिक्रियाको सन्तुलित सूत्र समीकरण लेख्नुहोस्। राइट डाउन द ब्यालेन्स फर्मुला इक्वेशन्स of the reaction that takes place between calcium and chlorine। यसको आन्सर रहेको छ क्याल्सियम प्लस क्लोरिन। यसको आन्सर रहेको छ क्याल्सियम क्लोराइड, यहाँ चाहिँ देखाएको छ पिक्चरमा। त्यस्तै क्वेसन नम्बर 9मा रहेको छ ग्रुप बी को अन्तिम प्रश्न। क्वेसन नम्बर 9मा रहेको छ कार्बोनिक अम्लको एउटा उपयोगिता लेख्नुहोस्। राइट ओन युटिलिटी अफ कार्बोनिक एसिड। यसको आन्सर रहेको छ carbonic acid is widely used in the production of soft drinks and carbonated beverage to provide a sharp taste and fizz। त्यो ग्रुप 9 को अन्तिम ग्रुप चाहिँ यो बी को अन्तिम प्रश्न क्वेसन नम्बर 9 को आन्सर चाहिँ रहेको छ। अब चाहिँ ग्रुप सी मा आइसकेको छु र ग्रुप सी मा भनेको छ छोटो उत्तरात्मक प्रश्नहरू, सर्ट आन्सर क्वेशन्स। ग्रुप सीमा भएको प्रश्नले चाहिँ छोटो लेख्नुपर्ने हुन्छ र यसमा चाहिँ 2 अङ्क हुन्छन्। र ग्रुप सी को चाहिँ पहिलो क्वेसनमा रहेको छ क्वेसन नम्बर 10मा विज्ञान प्रयोगशालामा प्रयोगात्मक कार्य गर्दा अपनाउनु पर्ने कुनै 2वटा सावधानी लेख्नुहोस्। राइट एनी 2 प्रिकअसन द्याट शुड बी एडप्टेड while doing practical work in the science laboratory। यसको आन्सर रहेको छ always wear safety gear like apron, gloves and goggles। टुमा रहेको छ do not taste or smell any chemicals directly unless instructed by the teachers। क्वेसन नम्बर चाहिँ 11मा रहेको छ आइएसपी भनेको के हो? राउटर किन प्रयोग गरिन्छ? व्हाट इज आइएसपी? व्हाई इज अ राउटर युज? यसको आन्सर रहेको छ आइएसपी इन्टरनेट सर्भिस प्रोभाइडर इज अ कम्पनी द्याट प्रोभाइड्स इन्डिभिजुअल्स एन्ड अर्गनाइजेसन एक्सेस टु द इन्टरनेट। A router is used to connect multiple devices to the same network and direct data packets between them। क्वेसन चाहिँ 12मा रहेको छ क्वेसन चाहिँ 12मा रहेको छ नेपालमा साइबर कानुन ल्याउनुका 2 कारण लेख्नुहोस्। राइट एनी 2 रिजन्स फर फर्मुलेटिङ साइबर लो इन नेपाल। यसको आन्सर रहेको छ 2 रिजन फर फर्मुलेटिङ साइबर लो इन नेपाल आर to control and punish cyber crime like hacking, fraud and identity theft। 2मा चाहिँ रहेको छ to provide legal recognition to electronic transactions and digital signature। क्वेसन नम्बर 13मा रहेको छ राइट एनी 2 डिफरेन्स बिट्विन अल्काली एन्ड बेस। यसको आन्सर रहेको छ all alkali are base but not all base are alkali। 2मा रहेको छ alkalis are bases that dissolve in water
while some bases do not dissolve in water. क्वेसन नम्बर चाहिँ 14 मा रहेको छ गिभ रिजन 14 को ए कुनै बिरुवामा हुने प्रजननलाई अमैथुनिक प्रजनन भनिन्छ द रिप्रोडक्सन द्याट अकर्स इन फ्लावरिङ प्लान्ट्स इज कल्ड सेक्सुअल रिप्रोडक्सन यसको आन्सर रहेको छ बिकज इट इन्भल्भ्स द फ्युजन अफ मेल ग्यामेट्स फ्रम पोलेन एन्ड फिमेल ग्यामेट्स इन द ओभ्युल टु प्रोड्युस सिड्स 14 को बीमा चाहिँ रहेको छ हाइड्रा द बर्डिङ द्याट अकर्स इन हाइड्रा इज कल्ड अ सेक्सुअल रिप्रोडक्सन हाइड्रामा हुने बर्डिङलाई अमैथुनिक प्रजनन भनिन्छ यसको आन्सर रहेको छ बिकज इट इन्भल्भ्स ओन्ली अ सिंगल प्यारेन्ट्स एन्ड डजन्ट इन्भल्भ द फ्युजन अफ ग्यामेट्स क्वेसन चाहिँ 15 मा रहेको छ Two vehicles P and Q are moving towards the east with the velocity of 15 meters per second and 25 meters per second respectively. Calculate the relative velocity of these vehicles. The answer रहेको छ calculations. They move in the same direction. Relative velocity यदि निकाल्न भनेको छ हैन सेम यदि दुईटा गाडी सेम डाइरेक्सनमा गइराखेको छ भने त्यहाँ दुईटाको भेलोसिटी चाहिँ एक आपसमा घटाउनु पर्ने हुन्छ यहाँ लेखेको छ दे मुभ इन द सेम डाइरेक्सन त्यही भएर रिलेटिभ भेलोसिटी चाहिँ यहाँ दुईटाको घटाएर 10 मिटर पर सेकेन्ड हुन्छ द रिलेटिभ भेलोसिटी इज 10 मिटर पर सेकेन्ड अपोजिट डाइरेक्सन भन्थ्यो भने दुईटाको भेलोसिटीलाई जोड्नु पर्ने हुन्छ र सेम डाइरेक्सन भन्यो भने घटाउनु पर्छ क्वेसन नम्बर 16 मा भनेको छ राइट इन 4 एक्टिभिटीज द्याट कज डिम्याग्नेटाइजेसन चुम्बकीय शक्तिको ह्रास हुने कुनै 4 क्रियाकलाप लेख्नुहोस् यसको आन्सर रहेको छ हिटिङ द म्याग्नेट टु हाई टेम्परेचर ह्यामरिङ अर ड्रपिङ द म्याग्नेट रिपिटेडली keeping similar poles of the magnet together for a long time passing an alternating current through a coil around the magnet question number 17 मा रहेको छ identify the elements shown in the given figure and write the molecular formula formed by these elements यहाँ दुईवटा चाहिँ एटम देखाएको छ जसमा प्रोटोन 17 न्यूट्रन 18 रहेको छ प्रोटोन 90 र न्यूट्रन 20 को फिगर बीमा रहेको छ भने यो सँग सम्बन्धित प्रश्न रहेको छ प्रश्न यहाँ निस्मा नै भनेको छ आइडेन्टिफाई द एलिमेन्ट्स अफ द गिवन फिगर एन्ड राइट द मोलेकुलर फर्मुला फाउन्ड बाइ दिस एलिमेन्ट्स यो चाहिँ एलिमेन्ट्स पहिचान गर्नुपर्ने चाहिँ यो कुन एलिमेन्ट हो अब प्रोटोन यहाँ चाहिँ 17 मा छ भने 17 नम्बरमा जुन एलिमेन्ट पर्छ अगेन एटोमिक नम्बर 17 मा त्यही के हो त यो एलिमेन्ट हो र यसको चाहिँ 19 दिएको छ भने 19 यसको एटोमिक नम्बर भयो दुईटा चाहिँ मिलेर अब कुन केमिकल कम्पाउन्ड हैन भन्छ मोलेकुलर फर्मुला लेख्नु भनेको छ यता आन्सर रहेको छ द एलिमेन्ट्स आर क्लोरिन र एन्ड पोटासियम एउटा चाहिँ फिगर ए क्लोरिन हो र फिगर बी चाहिँ पोटासियम हो दुईटै मिलेर चाहिँ पोटासियम क्लोराइड भन्छन् KCl ग्रुप सी पछि चाहिँ अन्तिम डी ग्रुप डी मा आइसकेको छु अन्तिम ग्रुप रहेको छ ग्रुप डी मा चाहिँ भनेको छ लामो उत्तरात्मक प्रश्नहरू लङ आन्सर क्वेशन्स ग्रुप डी को चाहिँ पहिलो क्वेशन रहेको छ क्वेशन नम्बर 18 मा दिएको चित्रहरू अध्ययन गरी प्रत्येक बारे छोटो टिप्पणी लेख्नुहोस् स्टडी द गिवन फिगर एन्ड राइट अ सर्ट नोट्स अन इच अफ देम दुईटा पेज चाहिँ तपाईले स्क्रिनमा हेर्दै हुनुहुन्छ र यसको चाहिँ आन्सर रहेको छ यहाँ भनेको छ स्टडी द गिवन फिगर एन्ड राइट सर्ट नोट्स अफ इच देम यसको नोट्स चाहिँ लेख्न भनेको छ धेरै छोटोमा र यसको आन्सर चाहिँ रहेको छ फिगर ए भनेको साइबर एथिक्स हो it refers to the code of responsible behavior on the internet it includes respecting others privacy not spreading fake news and avoiding any form of online harassment or hacking figure b ma chahi raheko cha cyber law these are legal rules or and regulations established to protect people from cyber crimes like theft or digital data identity theft and unauthorized access to computer system question number 19 मा रहेको छ complete the given diagram and write two characteristic of the image form यहाँ चाहिँ यस्तो दुईवटा चाहिँ पिक्चर दिएको छ ए र बी मा यो चाहिँ कन्केभ मिरर हो यो पनि चाहिँ कन्केभ मिरर हो यसमा चाहिँ अब्जेक्टलाई चाहिँ बियोन्ड सी मा चाहिँ पर राखेको छ भने यसमा अब्जेक्ट चाहिँ एफ र सी को चाहिँ बीचमा राखेको छ अब त्यो चाहिँ कम्प्लिट पिक्चर चाहिँ यहाँ दिएको छ एमा चाहिँ दिएको छ अब्जेक्ट बियोन्ड इन सी हैन अब्जेक्टलाई चाहिँ सी भन्दा पर राखेको छ भने त्यो इमेज कता बनाउँदाखेरि सी र एफ को चाहिँ बीचमा बनेको छ र त्यसको चाहिँ क्यारेक्टरिस्टिक रहेको छ द इमेज इज रियल एन्ड इन्भर्टेड कन्केभ मिररमा जहिले पनि चाहिँ इमेज
रियल र चाहिँ इन्भर्टेड हुन्छ भने यसको साइज भन्दाखेरि त्यो अब्जेक्ट भन्दा के छ त सानो छ। द इमेज इज डिमिनिस एज सुनर देन द अब्जेक्ट। त्यस्तै चाहिँ फिगर बीमा अब्जेक्टलाई चाहिँ एफ र सी को चाहिँ बिचमा राखेको थियो भने यहाँ बिचमा यो अब्जेक्ट भ्याल्यु ए र पी, यहाँबाट चाहिँ इमेज भनेको बियोन्ड सी चाहिँ बनेको छ, त्यसको क्यारेक्टर चाहिँ रहेको छ। द इमेज इज रियल एन्ड इन्भर्टेड, द साइज अफ द इमेज इज लार्जर देन द साइज अफ द एक्चुअल अब्जेक्ट्स। त्यसपछि चाहिँ क्वेसन नम्बर 20 मा रहेको छ गिभ रिजन। 20 एमा रहेको छ एनएस फोर ओएन्सलाई नरम छार भनिन्छ। एनएस फोर ओएन्स इज कल अ विक बेस। यसको चाहिँ आन्सर रहेको छ बिकज इट डज नट डिसोसिएट कम्प्लिटली इन वाटर टु प्रोड्युस अ हाई कन्सन्ट्रेसन अफ हाइड्रोक्साइल आयन। त्यो चाहिँ यसको बीमा रहेको छ अल अल्काली आर बेसेस बट अल बेस आर नट अल्काली। सबै अल्कालीहरू क्षार हुन् तर सबै क्षार अल्काली होइनन्। यसको आन्सर रहेको छ अल्कालिज आर स्पेसिफिकली बेसेस द्याट आर soluble in water like sodium hydroxide, bases that do not dissolve in water like FeOH3 are not alkalis. त्यस्तै चाहिँ सीमा भनेको छ पोटासियम हाइड्रोक्साइड इज कल्ड स्ट्रङ अल्काली बिकज इट डिसोसिएट अलमोस्ट कम्प्लिटली इन वाटर टु प्रोड्युस हाई कन्सन्ट्रेसन अफ हाइड्रोक्साइल आयन। त्यस्तै चाहिँ डीमा भनेको छ we should not touch and test acid and base in the laboratory। हामीले प्रयोगशालामा अम्ल र क्षारलाई छुनु वा चाख्नु हुँदैन। यसको आन्सर रहेको छ बिकज मेनी एसिड एन्ड बेस आर corrosive and poisonous which can cause severe burn to the skin or internal damage if tested। त्यसै 21 को एमा रहेको छ how is temporary hardness of water remove। यसको आन्सर रहेको छ it can be removed simply by boiling the water। Boiling decompose the dissolved calcium and magnesium bicarbonates into insoluble carbonate which can be filtered out। त्यसै चाहिँ 21 को बीमा रहेको छ राइट टु युटिलिटीज अफ एलोज इन आवर डेली लाइफ। यसको आन्सर रहेको छ टु युटिलिटीज अफ एलोज इन आवर डेली लाइफ आर ब्रास इज युज टु मेक म्युजिकल इन्स्ट्रुमेन्ट एन्ड हाउस होल्ड युटिलिटी। त्यसै चाहिँ 2 मा रहेको छ स्टिल इज युज्ड इन द कन्स्ट्रक्सन अफ बिल्डिङ ब्रिज एन्ड मेसिनरी बिकज अफ इट्स स्ट्रेन्थ एन्ड ड्युरेबिलिटी। अहिले चाहिँ तपाईँले ग्रुप डीका सम्पूर्ण प्रश्नको उत्तर हेर्नुभयो। धन्यवाद। अहिले तपाईँहरूले निमा पब्लिकेसनको साइन्स खण्डको सेट 8 का सम्पूर्ण प्रश्नको उत्तर अध्ययन गर्नुभयो। तपाईँहरूले आफ्नो प्रतिक्रिया चाहिँ कमेन्ट बक्समा दिन नभुल्नुहोला र यो भिडियोलाई चाहिँ लाइक पनि गर्नु अनि भिडियोलाई आफ्नो साथीभाइ नजिक पनि पठाउनुहोला। तपाईँहरूको साथीहरूलाई पनि ती प्रश्नको उत्तर अध्ययन गर्नमा सजिलो हुन्छ र अर्को सेट लिएर छिटै आउने नै छु। तपाईहरुले अहिलेसम्म हाम्रो युट्युब च्यानल आर्यस सोल्युसनलाई सब्स्क्राइब गर्नुभएको छ भने कृपया सब्स्क्राइब गर्नुहोला। धन्यवाद।